नमस्ते दर्शकवृन्द, यति बेला तपाईँलाई थाहा नै भइसक्नुभयो हामी अङ्कितसँगको यो चौथो पटकको भेटमा चाहिँ आज सरप्राइज पनि हुनुहुन्छ है तपाईँहरू चाहिँ। यति बेला मसँग मेरो पहिलो भिडियोलाई देखेर पहिलो सहयोगीदाता नै भन्नुपर्छ मलाई सिमोन भाइ। त्यतिखेर हामीसँग उहाँले त्यति बेला नै भन्नुभएको, त्यतिखेर चाहिँ मलेसियादेखि जोडिनु भएको थियो अङ्कित बाबुको सहयोगको लागि। त्यही क्रममा नै उहाँले एउटा वचन दिनुभएको थियो, म नेपाल आउँदैछु छिट्टै, नेपाल आउँदाखेरि चाहिँ म अङ्कित बाबुसँग भेट्नुपर्छ है दिदी भनेर मसँग भन्नुभएको थियो। त्यो कुरालाई आज हामी पुरा गर्दैछौँ। यति बेला हामीसँग हुनुहुन्छ उहाँ, हिजो मात्रै मलेसियादेखि आएर आज अङ्कित बाबुको घरमा भेट्न आइपुगेको छु। भाइ नमस्ते। भाइ आरामै हुनुहुन्छ नि? हजुरको इच्छा पनि पुरा हुनुभयो नि है? कस्तो फिल हुँदैछ यति बेला अङ्कित बाबुलाई भेट्दै गर्दाखेरि? एकदम खुसी लागेको छ। अब जुन तपाईँको पहिलो भिडियो हेरेको थिएँ, त्यो भिडियोबाट मैले चाहिँ अब एउटा भाइलाई हामीले सक्ने सहयोग चाहिँ मेरो तर्फबाट गरेको थिएँ। अनि झन् तपाईँलाई भनेको थिएँ, नाना एकचोटि नेपाल म छिट्टै आउँछु, नेपाल गएपछि भाइलाई मलाई एकचोटि भेट्ने चाहिँ ठुलो रहर थियो। सो अनि आज चाहिँ आएर यसरी भेट्दाखेरि चाहिँ खुसी लाग्यो भाइसँग प्रत्यक्ष भेटेर भाइको आफ्नो उस पनि थाहा पाउनु भयो। हजुर, उहाँ चाहिँ अब जुन उहाँको प्रत्यक्ष देख्दाखेरि जुन अवस्था देख्दाखेरि चाहिँ जुन भिडियो भन्दा पनि अझै कस्तो लाग्ने रहेछ भन्ने बुझ्यो। खोइ पुगनु यसरी हेर्नु, यहाँ हेर्नु ल, यहाँ हेर्नु ल। के हो? ल ल ल कतिवटा गाडी के हो? ट्रेन। लु हेर, आम्मा थ्याङ्क यू दादा भन्नुहोस् न त। म समाइदिन्छु। खोइ नमस्ते बहिनी, सन्चै हुनुहुन्छ? हजुर सन्चै छु। थेरापीहरू चाहिँ कन्टिन्यू भइरहेको छ कि छैन? कस्तो चाहिँ अहिले गरेको छैन? के छ प्लान पछिको उसहरू चाहिँ थेरापी गर्ने के? अलिअलि थेरापी चाहिँ गरौँ कि जस्तो लागिरहेछ। थेरापी गर्दाखेरि हुन्छ कि जस्तो लागिरहेछ। उसको धेरैजनासँग बुझ्दै गर्दाखेरि सबैजनाले भन्दा चाहिँ थेरापी नै हो यो टाइपको किसिमको बिरामीलाई चाहिँ भन्ने हामीले पनि जानकारी पाएको होइन। बिएनबीको डक्टरसँग मैले बाबुको एउटा सानो त्यो क्लिप्सलाई देखाएर बाबुलाई ल्याएर नै देखाउने कि अनि फेरि एकचोटि भिडियोबाट मात्रै पनि एउटा जानकारी डक्टरले दिनुहुन्छ भनेर सोध्दै गर्दाखेरि चाहिँ डक्टरले चाहिँ त्यो भिडियो मार्फत के भन्नुभएको थियो भने उहाँको उस नै थेरापी नै हो भनेर मलाई पनि त्यही भन्नुभएको थियो कि डक्टरले। नत्र भने चाहिँ मैले उहाँ डक्टरसँग मलाई एकजना भाइले चाहिँ उहाँ डक्टरसँग एकचोटि देखाउनु भनेर दिनुभएको थियो। अनि मैले बाबुलाई यहाँदेखि उहाँ लगेर देखाउने भन्दा एकचोटि भिडियो मार्फत देखाउने भनेर देखाउँदाखेरि चाहिँ डक्टरले पनि थेरापी नै हो बाबुको अन्तिम उस भनेर भन्नुभएको थियो होइन। तपाईँहरूले पनि भन्नुभएको थियो त्यो थेरापी नै हो बाबुको लागि भनेर। अब भनेपछि थेरापी नै गर्ने तयारीमा हुनुहुन्छ। आज म एउटा अझै पनि सरप्राइज तपाईँहरूलाई यो भिडियो मार्फत पहिलो भिडियो देख्ने बित्तिकै उहाँ भाइले मलाई सम्पर्क गरेर मलेसियादेखि जोडिनु भएर सहयोग गर्नुभएको थियो है। त्यो पछि नै भन्नुभएको थियो नेपाल छिट्टै आउँदैछु नाना, नेपाल आएपछि चाहिँ अङ्कित बाबुसँग मलाई पनि भेट्नु मन छ, भेटाइदिनु है भन्नुभएको थियो। त्योसँगै आज त्यो उस पनि मेरो पुरा भएको छ। एकदमै धेरै खुसी लागिरहेको छ। भाइ पनि यहाँ सँगै हुनुहुन्छ है। भाइलाई कस्तो फिल भएको छ अङ्कित बाबुसँग, यहाँ अङ्कित बाबुको मम्मीसँग भेट भएर चाहिँ? धेरै धेरै धन्यवाद नानालाई। जुन एउटा सानो भिडियो तपाईँले अपलोड गर्नुभएको थियो अनि त्यसबाट चाहिँ मैले जोडिने मौका पाएँ। सहयोग गर्ने भन्दा पनि एउटा हेल्पिङ ह्यान्ड गर्ने मौका पाएँ। सो त्यही भिडियो माध्यमबाट चाहिँ एकदम खुसी लागेको थियो। एउटा भाइको जुन भिडियोहरू मैले हेरेको थिएँ नि,
त्यो समयमा नानालाई मैले वाट्सएप गरेर सोधेँ, नाना केही सहयोग गर्न कसरी मिल्छ भन्दै गर्दा चाहिँ उहाँले चाहिँ सहयोग गर्नलाई चाहिँ हामीले क्युआरहरू माध्यमबाट हामीले गरेका थियौँ। अनि नानालाई फेरि मैले भनेको थिएँ, नाना आउँछु म छिटै नेपाल, त्यसपछि चाहिँ हामी फेरि भेट्नु जाउँ न भनेर उहाँलाई मैले नानालाई रिक्वेस्ट गरेर फेरि आज चाहिँ यो समय अनि जुर्यौँ भनौँ है। नाना पर्छ होला कि भाउजू भाउजू पर्नुभयो, हजुर त हजुर रुम्बा हुनुहुन्छ नि है। भाउजू भाइलाई भेट्दा चाहिँ धेरै खुसी छु। अनि नानालाई पनि धेरै धन्यवाद जुन यो माध्यमहरू गरिदिनु भयो ताकि हामीले पनि जोडिने मौका पायौँ। त्योसँगै आज हामीसँग कलेक्ट भएको केही रकम र भाइले पनि फेरि हातमा हात मिलाएर जोडिनु भएको छ। त्यो सहयोग रकम चाहिँ हामी अङ्कित बाबुको मम्मीलाई चाहिँ बुझाउँदैछौँ। अब हजुर आफै नै उस गर्नु होला है। अनि हजुर सहयोग गर्नुहुने सबैजनालाई चाहिँ हजुर के भन्न चाहनुहुन्छ? सबैजनालाई धन्यवाद भन्न चाहन्छु। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। भेट्न आउनुभयो, धेरै खुसी